क्रिस्चियनको मोबाइलमा नि सेकुलर गीतहरू हुनु हुँदैन है। यहाँहरूले सुन्नु पनि भयो, हेर्नु पनि भयो, पास्टरले बोल्नुभयो क्रिस्चियनहरूको मोबाइलमा अक्रिस्चियन गीतहरू हुन हुँदैन, जसको अर्थ हुन्छ अक्रिस्चियन गीतहरू सुन्न पाइएन, अक्रिस्चियन कन्सर्टहरूमा गएर नाच्न पाइएन, अक्रिस्चियन फिल्म्सहरू हेर्न पाइएन भन्ने कुरा नै स्पष्ट हुन्छ। र उहाँले ठिकै पनि भनिरहनु भएको छ र म उहाँको कुरामा सहमत छु। तर आज हामी यस विषयलाई अझै तार्किक ढङ्गले प्रश्न गर्दै, बुझ्दै र स्पष्ट हुँदै अगाडि जानेछौँ। अब धेरै पास्टरहरूले बोल्नुहुन्छ अक्रिस्चियन गीतहरू सुन्नु उत्तम होइन, हामीले त्यो सुन्नु हुँदैन र म पनि त्यो कुरामा सहमत छु। अब फेरि अक्रिस्चियन गीत सुन्न नहुने भन्दाखेरि चाहिँ यो अरूभन्दा ज्यादा धर्मी ठहरिनको निम्ति होइन, फेरि यो अरूभन्दा ज्यादा पवित्र शुद्ध भएर देखाउनको निम्ति पनि होइन। यदि यस्तो देखावटी स्वभावको निम्ति भयो भने त यो फेरि आफैमा एउटा उपद्रव र गल्ती हुन जान्छ। तर यसले तपाईँ र मलाई आत्मिक क्षेत्रमा, हाम्रो व्यक्तिगत क्षेत्रमा चाहिँ के शिक्षा दिएको छ त यो कुराले, यस विषयमा छलफल गरौँ। अब यहाँ तपाईँ र मैले प्रश्न गरौँ, क्रिस्चियनले अक्रिस्चियन फिल्म्स, सङ्ग्सहरू हेर्नु सुन्नु किन गलत हो त? कारण चाहिँ के हो त? गीत सुन्दा पाप कसरी हुन सक्छ? हर प्रकारको रचनाको वरदान ईश्वरको आशीर्वाद नै हो, तब दिने चाहिँ पवित्रै रहने, प्रयोग गर्ने र सुन्ने चाहिँ पापी ठहरिने यो कसरी हुन सक्छ? के हाम्रो परमेश्वर साँच्चै यस्तो विचारधाराको परमेश्वर हुनुहुन्छ त? त्यसै गरी कसैको गीत सङ्गीतले वा चलचित्रले मानिसको पीडाले भरिएको हृदय केही समयको निम्ति विश्राम पाउँछ भनेदेखि उसले त्यो गीत सङ्गीत अथवा फिल्मबाट विश्राम लिनु के साँच्चै गलत हो? मानिसले पीडाबाट विश्राम लिएको के ईश्वर चाहँदैनन्? उसो भएदेखि के परमेश्वर तानाशाह हुनुहुन्छ त? त्यसै गरी के परमेश्वर ईसाईलाई मनोरञ्जन गर्नबाट रोक लगाउनुहुन्छ त? के साँच्चै ईसाईहरूलाई परमेश्वर कैद गरे झैँ राख्न चाहनुहुन्छ त? अनि के साँच्चै नै अक्रिस्चियन गीत र सङ्गीतहरू हामीले सुन्यौँ भने नरकमा जान्छौँ त? यस्ता धेरै प्रश्नहरू। आउनुहोस् सबै प्रश्नहरूलाई खण्डन गरौँ। सबैभन्दा पहिला क्रिस्चियनले अक्रिस्चियन फिल्म्स अथवा सङ्ग्सहरू सुन्न मिल्छ कि मिल्दैन त भन्ने कुरा चाहिँ, यो कुरामा तपाईँ र म यसरी प्रश्न हुनुपर्छ। अक्रिस्चियन भन्दा सबै नराम्रा छैनन् र अक्रिस्चियन नराम्रा छैनन् भन्दामा सबै राम्रा पनि छैनन्। त्यस कारणले गर्दाखेरि अक्रिस्चियन गीतहरू, फिल्म्सहरू हेर्दा सुन्दामा नै नरक परिने भन्ने कुरा चाहिँ पक्का पनि होइन। तर हामीले अक्रिस्चियन गीतहरू सुनिसकेपछि, फिल्म्सहरू हेरिसकेपछि हाम्रो हृदयमा, मन मस्तिष्कमा के कुराको प्रभाव पर्यो त? त्यस पछाडि तपाईँ र मैले हाम्रो हृदयमा के कुरा कैद गरेर राख्यौँ त? अनि अरूलाई हामीले त हाम्रै हृदयको, मनको, मस्तिष्कको कुरा दिने हो, अनि अरूलाई दिँदा हामीले के कुरा दियौँ त? यो कुराले चाहिँ गहिरो प्रभाव पार्दछ। त्यसकारणले यदि कुनै गीत, फिल्म्स, भिडियोहरूमा, सङ्गीतहरूमा अनैतिकता, हिंसा, घृणा, नशा, स्वार्थ, अहङ्कार, निराशा र विनाशका कुराहरू बोलिन्छ, देखाइन्छ, सुनाइन्छ भने र त्यस्ता कुराहरूमा सङ्गीत भरिएको हो भने त्यो कुराबाट तपाईँ र म टाढै रहनुपर्छ। यदि तपाईँ र म त्यस्ता कुराहरूबाट टाढा रहेनौँ भनेदेखि तपाईँ र मैले हाम्रो मनलाई, हाम्रो हृदयलाई गीत र सङ्गीतमा लगानी गर्दा त्यो गीत र सङ्गीतमा भएको अनैतिकता, हिंसा, घृणा, नशा, स्वार्थ, अहङ्कार, निराशा, विनाश, उपद्रव, यस्ता धेरै पापमय स्वभावहरू हाम्रो हृदयमा कैद हुन्छन्। कैद हुन्छन् भन्नुको अर्थ त्यस्ता खालका स्वभावहरूमा हामी प्रभावित भयौँ र त्यस्ता खालका स्वभावमा तपाईँ र म प्रभावित भएको कारणले हामी त्यही स्वभाव र त्यस्तै वाक्यहरू नै उच्चारण गर्छौँ। अनि त्यसपछि तपाईँ र म पनि विभिन्न अनैतिकता, नशा,
हिंसा, घृणा, स्वार्थ, अहंकार, निराशा, विनाश, विद्रोह, उपद्रव, अभिलाषा, लोभ, देखावटी, यस्ता अनेकौं प्रकारका स्वार्थले भरिएका कुराहरू गर्न थाल्छौँ। अनि यो पाप परमेश्वरको नजरमा घृणित छ, जसलाई उहाँ पूर्ण तिरस्कार गर्नुहुन्छ। र यस्तै पापहरू नाश गर्न र यस्तै पापमय स्वभावमा लीन भएर बस्ने, अर्थात् यस्तै अनैतिक र पापमय स्वभाव गरिरहन प्रसन्न हुनेहरूको निम्ति परमेश्वरले नरक तयार गर्नुभएको हो। अनि तपाईँ र म हाम्रो आफ्नो स्वार्थमा लागिरहँदा, ज्ञानलाई सधैँ घृणा गरिरहँदा, तपाईँ र मैले एकछिन त हो नि, यति त हो नि, उति त हो नि, यस्तो त हो नि, उस्तो त हो नि भनेर अपत्यारो गरिरहँदा अनि चेतनालाई सधैँ पर ठेलिरहँदा, परम पवित्रबाट दिनुभएको पवित्र जीवनलाई सधैँ हामीले तिरस्कार गरेर संसारिक जीवन नै स्वीकार गरिरहँदा हामी अनन्तको लागि मृत्युभित्र प्रवेश गर्दछौँ। त्यस कारणले आज तपाईँ र मैले अख्रिस्टियन गीत सङ्गीत फिल्म्सहरू हेर्दा सुन्दा बडो चैतन्य हुन जरुरी छ। के हामीले सुन्ने, के हामीले नसुन्ने, के हामीले हेर्ने, के हामीले नहेर्ने, बडो चेतनापूर्वक बुद्धिमत्तामा निर्णय गरी ती कुराहरूमा हाम्रो जीवनको आयु खर्च गर्न अति आवश्यकता छ। जुन ठिक छैन, जुन कुरामा फाइदा छैन, जुन कुरा न्यायसङ्गत छैन, जुन कुराले विनाशतिर लिएर जान्छ, जुन कुराले अहङ्कारतिर लिएर जान्छ, हिंसातिर लिएर जान्छ, झै झगडा उपद्रवतिर लिएर जान्छ, पापतिर लिएर जान्छ, अनैतिकतातिर लिएर जान्छ, ती कुराबाट तपाईँ र म टाढा रहनुपर्छ। अब त्यो गीत सङ्गीत होस्, फिल्म्सहरू हौ, भिडियोहरू हौ, रिल्सहरू हौ, या अरू धेरै यस्ता साथी सङ्गत सर्कलका कुराहरू हौ, ती सबै कुराबाट तपाईँ र म अत्यन्त टाढा रहनु बडो आवश्यकता छ। त्यसै कारणले हितोपदेशको पुस्तक 4को 23 पदले भन्छ, सबैभन्दा बढी आफ्नो हृदयलाई जोगाइराख, किनभने त्यो सारा जीवनको मूल हो। अनि अघि हामीले गरेका सबै प्रश्नहरूको उत्तर यहीँबाट पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। परमेश्वरले हामीलाई कैद गरेर राख्न खोज्नु भएको होइन रहेछ। अरू अख्रिस्टियन गीतहरू नसुन भनेर उहाँले हामीलाई कडा शासन गर्नुभएको होइन रहेछ। तर उहाँले त हामीलाई प्रेममा, दयामा, करुणामा, तिमीहरूले ती कुराहरू सुन्दा, ती कुराहरूमा मन लगाउँदा, ती गीतहरूमा, ती सङ्गीतहरूमा मन लगाउँदा, ती सङ्गीतहरूमा विनाशका कुराहरू, हत्या हिंसाका कुराहरू, निराशाका कुराहरू, धोकाका कुराहरू, देखावटीका कुराहरू, उपद्रवका कुराहरू, नशालु पदार्थका कुराहरू, यस्तै अरू धेरै जसले तिम्रो जीवनलाई फाइदा गर्दैन, ती कुराहरू रहन्छन्। त्यस कारणले तिमी त्यो ठाउँमा पर्नदेखि बाँच्नुपर्छ। बाँच भनेर परमेश्वरले हामीलाई बडो माया र कृपामा ती कुराहरूमा नजाऊ भन्ने हामीलाई बडो मायाले त्यसरी मृत्युमा नपरोस् भनेर उहाँले आफ्नो दासहरूद्वारा यसरी बोलिरहनु भएको छ। क्रिस्चियनको मोबाइलमा नि सेकुलर गीतहरू हुनु हुँदैन है। त्यस कारणले अख्रिस्टियन गीतहरू नसुन भन्दा कुनै पनि प्रकारको क्रोध, तानाशाह, कैद नभएर यो प्रेम, कृपा, दया र करुणा प्रकट भएको हामीले प्राप्त गरेका छौँ। अनि फेरि गीत सङ्गीत त परमेश्वरकै वरदान हो नि, फिल्म्सहरू चलचित्रहरू त परमेश्वरकै वरदान हो नि। दिने चाहिँ पवित्र ठहरिने, बनाउने, हेर्ने र सुन्ने चाहिँ अपवित्र र पापी, यो कसरी हुन सक्छ भन्ने प्रश्न चाहिँ दिने पवित्रको पवित्रै हुनुहुन्छ। उहाँ पवित्र पवित्र पवित्रै हुनुहुन्छ। तर त्यो कुरालाई प्रयोग गर्ने चाहिँ पापी ठहरिन सक्छन् र त्यो कुरा सुन्ने र हेर्ने पनि अधर्ममा पर्न सक्छन्। कसरी त भन्दा, उदाहरणको लागि परमेश्वरले बुद्धि दिनुहुँदा मानिसलाई पवित्र दिनुभयो।
मानिसको सुउन्नतिको निम्ति, सुशासनको निम्ति, न्यायको निम्ति, विकासको निम्ति खोज अनुसन्धान गर्दै विभिन्न विकासित कार्यहरूमा अग्रसर हुँदै अगाडि बढ्नको निम्ति यसरी परमेश्वरले पवित्रताको निम्ति बुद्धि दिनुभयो। तर अब यही बुद्धिलाई मानिसले अपवित्रतामा प्रयोग गर्दछन्। भ्रष्टाचार, छल, चोरी, निन्दा, फटाई, उपद्रव, अन्याय यस्ता अनेकौं प्रकारका उपद्रवको निम्ति, अनैतिकताको निम्ति प्रयोग गर्छन्। त्यसकारणले दिने पवित्रै रहनुहुन्छ, किनभने उहाँले दिँदा पवित्रतामा दिनुहुन्छ र त्यो पवित्रै रहन्छ। तर प्रयोग गर्नेले अपवित्रताको निम्ति प्रयोग गरेको कारणले ऊ अब अधर्मी, पापी, अपवित्र ठहर्यो। अनि उसले गरेको अधर्मको कारण समय हुँदा ख्रीष्ट कहाँ आएर पश्चाताप नगरे र उसले ख्रीष्टलाई नस्वीकारे मृत्युसम्म पनि जान सक्छ। त्यस कारणले परमेश्वरले उसलाई पवित्रतामा उत्तम कुराको निम्ति दिनुभएको वरदान उसले उपद्रवको निम्ति प्रयोग गर्यो भनेदेखि उसले गरेको उपद्रव अनुसारको दोषी ठहरिन्छ र उसले त्यसरी उपद्रवमा त्यो पवित्र वरदानलाई प्रयोग गर्दा परमेश्वर चाहिँ के हेरेर बस्नुहुन्छ त भन्ने प्रश्न हुन सक्छ। तर परमेश्वरले मानिसलाई स्वतन्त्रता दिनुभएको छ। उहाँ कसैलाई कैद गरेर राख्नुहुन्न। उहाँले सबैलाई सो इच्छामा स्वतन्त्रता दिनुभएको छ र स्वतन्त्रतामा पनि सही गर्नुपर्छ भन्ने बुद्धि र चेतना सहित हरेक वरदान मानिसलाई दिनुभएको छ। अब उसलाई दिएको वरदान सँगै उसँग चेतना पनि छ, कहाँ कसरी केमा प्रयोग गर्ने, के ठिक के बेठिक। तर पनि उसले आफ्नो वरदानलाई विभिन्न उपद्रवको निम्ति प्रयोग गर्छ। अनि कसैले त्यो उपद्रवलाई सुन्छ, हेर्छ, अनि त्यो उपद्रव सही हो भनेर सहमति हुन्छ र उसँगै त्यो उपद्रवमा रमाउँछ भने बनाउने, सुनाउने, सुन्ने, हेर्ने सबै परमेश्वरको नजरमा दोषी ठहरिएका छन्। त्यसकारणले बडो चैतन्य हुन जरुरी छ। बडो विवेकशील, बुद्धिमानपूर्वक हरेक निर्णय गर्न जरुरी छ। त्यसै गरी के परमेश्वरले ईसाईहरूलाई मनोरञ्जन गर्नबाट रोक लगाउनु हुन्छ त? यदि रोक लगाउनु भयो भने त कैद भयो। यदि उहाँ यसरी मानिसहरूलाई कैद गर्नुहुन्छ त तानाशाह हो भन्ने प्रश्न चाहिँ परमेश्वरले कसैलाई रमाउन, खुसी हुन, मनोरञ्जन लिनबाट रोक लगाउनु हुन्न। तर के ठिक के गलत पहिचान गर, ठिकमा मनोरञ्जन गर, रमाऊ, हाँस, खेल। तर बेठिक के हो त्यो पहिचान गर, त्यसलाई आफ्नो जीवनमा आउन नदेऊ, किनभने त्योद्वारा चाहिँ तिमी मृत्युमा पर्छौ भन्ने परमेश्वरको कृपापूर्ण हुकुम हामीमा छ। यो चेतना चाहिँ परम पवित्रले सधैँ हामीमाथि राख्नु भएको छ। अनि अब कसैलाई हृदयमा, मनमा असाध्यै दुःख पीडा थियो र गीत सङ्गीत फिल्ममा उसले एकैछिन भए पनि विश्राम लियो, के यो गलत हो त भन्दा चाहिँ कसैले गीत र सङ्गीत फिल्ममा मनको पीडाबाट विश्राम लिनु गलत होइन। तर लिएको विश्रामले अझै गहिरो पीडा लिएर आयो कि शान्ति र आनन्दमा आशातिर लिएर गयो र त्यो पीडाबाट हामीलाई छुटकारा दियो त? यो पहिलो नियम हो। यदि त्यसले तपाईँ र मलाई अझै गहिरो पीडामा, अझै अब कोही मानिसले भर्खरै ब्रेकअप भयो, असाध्यै पीडा भइरहेको छ, उसले ब्रेकअपको गीत सुन्यो भनेदेखि ऊ अझै गहिरो पीडाभित्र जान्छ। के यो ठिक भयो त? तर ऊ त त्यो पीडाबाट निको हुनेतर्फ गयो भने पो राम्रो त। अझै पीडामा अझै गहिरो पीडा भयो भने त्यो त असल हुनै सक्दैन। त्यस कारणले गर्दाखेरि तपाईँ र मेरो जीवनमा के इम्प्याक्ट भयो त, यसले चाहिँ गहिरो महत्त्व जहिले पनि राख्छ। अब अन्तमा अक्रिस्चियन गीत सुन्दैमा कोही नरक जाने भन्ने होइन, तर त्यो गीतद्वारा उसको जीवनमा के इम्प्याक्ट पर्यो त, के प्रभाव पर्यो र उसले के कार्यहरू गर्न थाल्यो त, उसको मनोभाव, विचारहरू, स्वभावहरू कस्तो भएर आए त। यही कुरा चाहिँ तपाईँ र मेरो जीवनमा सबैभन्दा ज्यादा महत्त्वपूर्ण छ।
र हामीले हेरेको, सुनेको, सिकेको कुराले हामीलाई शान्ति, आनन्दमा अगाडि बढाउनुपर्छ, आशामा अगाडि बढाउनुपर्छ, भविष्यमा अगाडि बढाउनुपर्छ। तर हामीले सुनेको, हेरेको कुराले हामीलाई अझै पछाडि ढकल्यो भने, पीडामाथि पीडा थपिदियो भने, निराशा ल्याइदियो भने, यो कुराले चाहिँ तपाईँ र मलाई पक्का पनि नाशमा नै पुर्याउँछ। त्यस कारणले गर्दाखेरि हामीले अख्रिस्टियन गीतहरू, अख्रिस्टियन फिल्म्सहरू हेर्न, अख्रिस्टियन गीत सुन्न र हेर्न हामीले सक्दो इन्कार गर्नुपर्छ। किनभने अहिलेका अक्सर फिल्म्स, गीतहरूमा हिंसा, घृणा, नशा, स्वार्थ, अहङ्कार, निराशा, धोकाधडी, युद्ध यस्ता कुराहरू नै ज्यादा देखाइएको हुन्छ र जसले यी कुराहरूमा मन लगाउँछ, सहमति जनाउँछ र हेर्छ, उसले पनि स्वभावमा यही कुरा देखाउँछ र यस्ता स्वभाव भएकाहरू दोस्रो जीवनमा अनन्ततामा प्रवेश गर्न पाउने छैनन्। बाइबलले स्पष्ट बताउँछ। अब यसो भन्दाखेरि संसारमा अख्रिस्टियन गीतहरू पनि, फिल्महरू पनि धेरै राम्रा राम्रा पनि छन्, जसले सामाजिक ज्ञान, नैतिक ज्ञान, मानवीय ज्ञानहरू पनि दिएका छन्। फिल्महरू कोही कोही त्यस्ता पनि छन् र जो गीतहरू सुन्न लायकका पनि छन्। तर राम्रो सुन्न जाँदाखेरि, राम्रो हेर्न जाँदाखेरि नराम्रोमा परिन्छ भने तपाईँ र मैले त्यो नराम्रोमा पर्नुभन्दा बरु त्यसको बाटै नहिँडेको राम्रो। अनि यदि तपाईँमा छुट्याउन सक्ने समझ छ भने त्यो तपाईँको आफ्नो स्वतन्त्रता हो। तर रिस्क चाहिँ छ। यो चाहिँ एउटा बल्छी खेल्ने व्यक्तिले बल्छीमा चारो लगाएर माछालाई पासो थापे जस्तो पनि हुन सक्छ। किनभने माछा चारो खान आउँदा बल्छीमा परि मृत्युमा परेको जस्तै तपाईँ र मैले सही तरिकाले, सही समझले छुट्याउन, प्रष्ट हुन सकेनौँ भने राम्रो कुरा मात्रै हेरौँ, राम्रो कुरा मात्रै सुनौँ भन्दा कतिखेर नराम्रोमा, निराशामा, स्वार्थमा, उपद्रवमा पर्छौँ, हामीलाई थाहा पनि हुँदैन। त्यसकारणले यसरी पासो हुन्छ भने त्यो कुरामा नलागेको राम्रो। तर तपाईँ छुट्याउन सक्नुहुन्छ भने सो इच्छा गर्नुहोस्। तर परमेश्वरको नजरमा सधैँ नैतिकवान, मानवीय र प्रभुसँग जोडिएर बस्नु, शान्तिमा रहनु, आनन्दमा रहनु, प्रेममा रहनु, सरल हुनु, सामाजिक हुनु र न्यायसङ्गत हुनु र यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नु र ख्रीष्टकै पथमा अगाडि बढ्नु नै हाम्रो जीवनको उद्देश्य हुनुपर्दछ। यही नै गौरवमय बाटो हो, यही नै शोभाको मुकुट हो, यही नै अनन्त जीवनमा पुर्याउने मार्ग हो।